राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको 2084 को चुनावमा अपनाउनु पर्ने यो रणनीति सुझावको रूपमा प्रस्तुत गरिएको छ। यो भन्न अगाडिका भिडियोहरू भाग 1 र भाग 2 हेर्नु भएको छैन भनी हेर्नुहोला। अब प्रस्तुत छ भाग 3 साथ जैविक मल उत्पादन र कृषि सुधार। जैविक मल उत्पादनको प्रवर्धन जङ्गलका पात पकिङ्गर बनमारा जुङ्गार गोबर फोहोर पदार्थ मिसाएर जैविक मल उत्पादन गर्ने। किसानहरूलाई रासायनिक मलको निर्भरता घटाउने गरी जैविक मल प्रयोग गर्न प्रेरित गर्ने। प्रत्येक वडामा सामूहिक जैविक मल उत्पादन केन्द्र स्थापना गर्ने। माटो परीक्षण गरी उत्पादनमा सुधारको लागि हरेक गाउँमा माटो परीक्षण केन्द्र खोल्ने ताकि किसानले कुन बालीमाली लगाउने भन्ने निर्णय गर्न सकुन्। आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन लागत घटाउने र उत्पादन वृद्धि गर्ने। 8 जडीबुटी खेती र औषधि उद्योग स्थापना। जडीबुटी खेतीको विस्तार हिमाली तथा पहाडी क्षेत्र तथा सरकारी ऐलानी सामुदायिक जग्गामा जडीबुटी खेती गर्ने। उच्च मूल्य हुने यासागुम्बा सतुवा पाचौले बोजो तेजपत्ता अलोभेरा अश्वगन्धा आदि खेती विस्तार गर्ने। स्थानीय किसानलाई प्रशिक्षण अनुदान बिमी र उत्पादनको मूल्य निर्धारण र बजार व्यवस्थापनको लागि नीति निर्माण गर्ने। 9 औषधि उद्योग स्थापना। जडीबुटी प्रशोधन गरेर औषधि आयुर्वेदिक सामग्री क्लिन साबुन तेल हर्बल चिया आदि उत्पादन गर्ने। जडीबुटीको कच्चा पदार्थ मात्र निर्यात नगरी प्रशोधित उत्पादन विदेश निर्यात गर्ने नीति बनाउने। सरकारी तथा निजी क्षेत्रको सहकार्यमा औषधि उद्योग खोल्न प्रोत्साहन गर्ने। 10 वन व्यवस्थापन काठ उद्योग र निर्यात। वन व्यवस्थापन र वृक्षारोपण नयाँ रुख रोपेर वनलाई संरक्षण गर्ने पुराना बोट बिरुवा उचित व्यवस्थापन गर्ने। वृक्षारोपण अभियान सञ्चालन गरी कागज उत्पादन गर्नको लागि अध्ययन अनुसन्धान गरी आवश्यक पहल गर्ने। जङ्गल संरक्षण तथा हरियाली प्रवर्धन गर्ने। यो भन्दा अगाडिका भिडियोहरू भाग 1 र भाग 2 हेर्नु भएको छैन भने हेर्नुहोला र अझै विस्तृत जानकारी अर्को भाग 4 मा हेर्न नभुल्नुहोला। यो देश विकासको योजना हो। सचेत देशभक्त नेपालीहरू समक्ष पुर्याउनलाई शब्द सेयर गर्नुहोला। धन्यवाद।